सभ्यताको चाहिँ अलि कौतूहल हुन्थ्यो। हाम्रो कसरी चाहिँ अब विकास भयो, हाम्रा घरहरू कसरी बन्न सुरु गरे। अब काठमाडौँमा चाहिँ काठमा एक थरी घर, अलिकति माथि डाँडातिर अब हाम्रो अब तामाङ समुदायको एक किसिमको घर, त्योभन्दा तल ओर्लेपछि अब मगर क्षेत्री बाहुनहरूको अर्को किसिमको घर, त्यसपछि अब नेवारहरूको उहाँहरूको चाहिँ त्यो अलिक उचुमुचु परेको होइन त्यस्तो खालको चाहिँ सेटलमेन्टहरू। त्यसपछि सहरको केन्द्रमा आउँदाखेरि फेरि फरक ढङ्गको। अनि अब यी सबै कुराहरू हेरेपछि अब यो यसमा चाहिँ अलिक प्रष्ट हुन मन लागेर मैले त्यो कल्चर पढेको। काठमाडौँमा अब काठमाडौँ ललितपुर भक्तपुर अब त्यसपछि अब चाहिँ अरू हेमलेटहरू छन् नि अब बस्तीहरू त्यतिखेर मल्लकालदेखिकै अब अमेरिका पत्ता नलाग्दाखेरिका हो नि त यो त। त्यो त हाम्रो सम्पदा हो नि, यो त बुझ्नु पऱ्यो नि त नेतृत्वले के हो भन्ने कुरा। राज्यले चाहिँ अब सहर घोषणा मात्रै गरिदिएर भएन नि त, एउटा क्राइटेरिया बनाएर जनसङ्ख्या यति भूगोल यति होइन त्यो गरेर भएन। त्यसको सबभन्दा महत्त्वपूर्ण भने इकोनोमी हो होइन। त्यो सहरी अर्थतन्त्र चाहिँ कसरी अगाडि बढ्छ भनेर सहरी अर्थतन्त्रको चाहिँ आधारभूत चाहिँ चरित्र के हो भन्ने कुरो हो। राज्यले त नबुझ्या त भन्न मिल्दैन, तर त्यसलाई चाहिँ नजरअन्दाज गर्यो भन्ने लाग्छ मलाई। किनभने सहर भन्ने बित्तिकै यो कृषि अर्थतन्त्रबाट, ग्रामीण कृषि अर्थतन्त्रबाट चाहिँ अब औद्योगिक अर्थतन्त्र र सेवाको अर्थतन्त्रमा जाने हो होइन। अब यहाँ चाहिँ त्यो सेवाको औद्योगिक अर्थतन्त्रमा जानको लागि सरकारले वातावरण बनाएन, राज्यले चाहिँ वातावरण बनाएन। उहाँले चाहिँ एउटा यो मूलधारमा ल्याउनु हो। 6 सालमा स्थापना भएको कम्युनिस्ट पार्टीलाई एकैचोटि 46 सालमा आइपुगेपछि उहाँको दर्शनले यहाँको हावापानी सुहाउँदो जसरी उहाँले ढाल्नुभयो नि मार्क्सवादलाई, त्यो त ठुलो योगदान हो नि त। त्यो युगमा होइन 14औं शताब्दीतिर पुनर्जागरण युगभन्दा अगाडि युरोप जुन अवस्थामा थियो नि त्यो समाज चाहिँ हाम्रो अहिलेको समाज पनि त्यही अवस्थामा हो कि भन्ने लाग्छ। यसबाट चाहिँ हामी यो बन्धन चुडाएर चाहिँ अगाडि बढ्न आवश्यक छ। यसको लागि चाहिँ शिक्षामै फोकस गर्नुपर्छ। शिक्षा, वैज्ञानिक शिक्षा, व्यावहारिक शिक्षा, वैज्ञानिक शिक्षा, व्यावहारिक शिक्षा, व्यवसाय पेसा गर्ने शिक्षा, व्यावसायिक शिक्षा, अर्थ उपार्जन गर्ने शिक्षा होइन, र युवाको मनोबल उठाउने शिक्षा। नमस्कार आदरणीय दर्शकवृन्द, हजुरलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु आजको नयाँ एपिसोडमा। आज हिम्मतको कुरामा संवादको लागि समाजसेवी, सफल व्यवसायी र कुशल राजनीतिज्ञ उत्तम बहादुर राउतजी हुनुहुन्छ। उहाँलाई स्वागत छ। स्वागत छ सरलाई। हस्, नमस्ते। आराम हुन्छ सर? ठिक छ। आजभोलि केमा व्यस्त हुनुहुन्छ सर? अहिले यही सामाजिक, राजनीतिक, आर्थिक सबै कुरा व्यस्तै हुनुहुन्छ? ठिकै छ। ठिकै। सरको घर त चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 15 3 थाना ढुङ्गियाड्डा है। अनि ढुङ्गियाड्डा ठाउँ जुन नाम राखिएको छ नि त्यसमा चाहिँ हजुरको परिवारको व्यावसायिक सम्बन्ध छ भन्ने मैले सुनिरहेको थिएँ। के हो सर, सुन्न मिल्छ? त्यो मेरो चाहिँ मेरो जिजु बाजे। हजुर। उहाँ चाहिँ सेनामा, हजुर, सेनाबाट निवृत्त भएपछि यो मच्छी गाउँबाट खानीबाट ढुङ्गा, त्यो ढुङ्गा अड्डा भन्ने ठाउँमा, त्यो ठाउँमा ल्याउने, त्यहाँ अब त्यो कलङ्कीबाट 1 किलोमिटर पश्चिमतर्फ। अनि त्यहाँ चाहिँ त्यो ड्रेसिङ गर्ने, अनि मान्छेहरू आउने, काम गर्ने, बिहान आउने बेलुका फर्किने, त्यो अड्डा हो, अफिस भयो, ढुङ्गा अड्डा भनेर त्यसरी चाहिँ त्यहाँबाट सप्लाई गर्ने ठाउँमा ठेक्का लिने। त्यो राणाकालमै मोहन शमशेरको, बबर शमशेरको समयमा त्यही कागजातहरू छन् त्यस्ता, त्योबाट थाहा। त्यहाँ व्यवसाय गर्नु त ढुङ्गा ल्याएर? ढुङ्गा ल्याउने, ढुङ्गालाई ड्रेसिङ गर्ने, साइजमा ल्याउने, कटिङ गर्ने, अनि त्यसलाई चाहिँ अब ठाउँ अब दरबारहरूमा, अब मन्दिरहरूमा, बाटोहरूमा बिचाउने, चोकहरूमा बाटो, अब बाटो नि अब सम्पदा मार्गहरू होला भन्न त जनताले त त्यतिखेर के होइन त्यस्तो ढुङ्गामा हिँड्न पाउनु। जिजु बुवा हुनु है? हजुर। हजुर त परिवार त चाहिँ पहिलेदेखि व्यवसायमा रहेछ नि त? धेरै व्यवसाय त्यतिखेर चाहिँ अब त्यतिखेर रिलेटिभ उसमा हेर्दाखेरि राम्रै हो उहाँको। हजुरको शिक्षा दीक्षा?
कहाँबाट गर्नुभयो? अब म मेरो यो ज्ञानोदय यो सामुदायिक विद्यालयबाट मेरो एसएलसी हो। हजुर। त्यसपछि पुल्चोक क्याम्पसबाट मेरो डिप्लोमा इन आर्किटेक्चरमा मेरो त्यो 3 वर्षीय कोर्सको डिप्लोमा हो। त्यसपछि नेपाल इन्जिनियरिङ कलेजबाट मेरो ब्याचलर डिग्री इन आर्किटेक्चर हो, त्रिभुवन युनिभर्सिटीकै हो। त्यसपछि यो मास्टर्स इन कल्चर, आर्कियोलोजी कल्चर, पुरातत्व संस्कृतिको त्रिभुवन युनिभर्सिटीबाट हो। अनि त्यसपछि पुल्चोक क्याम्पसबाट मेरो एमएससी अर्बन प्लानिङ सहरी योजनामा। हजुर, धेरै डिग्री लिनुभएको छ त? होइन, अब अलिअलि अध्ययनको विषय रुचिको आधारमा। कि कुनै उद्देश्य राखेर लिनुभएको थियो त्यतिखेर? होइन, त्यो छैन। अब आफूलाई इन्ट्रेस्ट लागेर हो। पढाइको सबै विषय इन्ट्रेस्ट राखेर पढ्ने। अरू चाहिँ पढ्नमा कस्तो हुन्थ्यो त्यतिखेर? होइन, पढ्न त म स्कुलदेखि कलेज सबै उसम्मै म चाहिँ ठिकै क्लासमा अब्बल नै हो। फर्स्ट सेकेन्ड यस्तै हो। अनि त्यतिखेर जस्तो चाहिँ हजुरले चाहिँ पढ्नमा प्रेरणा केले दिइरहेको थियो? त्यतिखेर त सबैले पढ्थे त्यहाँ? होइन, सबैले पढ्थे विद्यालय। अब त्यो सबैले सामुदायिक विद्यालय नै पढ्ने हो। सबैले पढ्थे। अब 1-2टा निजी विद्यालयहरू पनि थियो। नजिक विद्यालय थिएन? नजिक होइन, त्यो ज्ञानोदय भने नजिक हो नि। नजिकै हो? नजिक हो, 1.5 किलोमिटरको डिस्टेन्स। त्यहाँभन्दा यतापट्टि स्कुल चाहिँ उसमा थिएन चन्द्रगिरीतिर? त्यो थियो, स्कुलहरू थियो, त्यता गइयो। ज्ञानोदय राम्रो थियो? ज्ञानोदय म जोइन गर्दा राम्रो थिएन। हामी लगभग अब 8-9 कक्षा पढेपछि राम्रो हुँदै आयो। पुगेपछि पढाइको त्यो तरिका परिवर्तन गर्नुभयो। त्यहाँ रेवरत्न बज्राचार्य हेड मास्टर हुनुहुन्थ्यो, उहाँको ठुलो योगदान छ। त्यसपछि त्यो लिगेसीलाई सबैले बोकेर हिँड्नुभयो। अब विद्यालय त अब त्यो अहिले त नेपालको टपमा आउँछ नि। धेरै राम्रो विद्यालय नि त। धेरै राम्रो विद्यालय, सामुदायिक विद्यालयमा निकै राम्रो गर्नुभएको छ उहाँहरूले। सर, हजुर चाहिँ इन्जिनियरिङ विषय पढ्नुभयो नि, अनि इन्जिनियरिङ विषय रोज्नुको कारण के थियो त्यतिखेर? अब त्यो ठ्याक्कै प्योर इन्जिनियरिङ पनि होइन, आर्किटेक्चर भनेको साइन्स र आर्टको कम्बिनेसन हो त्यो। त्यसले सामाजिक कुरा पनि हो, त्यो पक्ष पनि हो। त्यो भएको हुनाले अब वास्तवमा त्यो रचनाको कुरा हो। त्यो रचना गर्ने कुरा हो, सिर्जना गर्ने कुरा, त्यो भएको हुनाले त्यो रमाइलोसँग पढ्ने भनौँ न। जस्तो सृजना गर्ने कुरा चाहिँ त कसरी चाहिँ त्यतिर लाग्नुभयो त? प्रेरणा कहाँबाट मिल्यो तपाईँलाई? जस्तो सृजना त्यतिकै त हुँदैन नि सर? होइन, अब त्यो यस्तो हो। अब अलि केटाकेटीमै अब अलिअलि कविताहरू पनि लेखिन्थ्यो, कविता लेखिन्थ्यो। अब प्रतिस्पर्धामा भाग लिइन्थ्यो कविता प्रतियोगिताहरूमा, अब पुरस्कार जितिन्थ्यो। अनि फेरि लेख्न मन लाग्ने, फेरि लेख्यो। अनि अब टेलिभिजनमा गएर वाचन गर्ने, नेपाली टेलिभिजनमा, होइन, सानो 8 कक्षा 7 कक्षा पढ्दाखेरि नै। अनि त्यसपछि प्रतियोगिताहरूमा अब अनि त्यो हौसला फेरि झर्न हौसला मिल्दै जाने। त्यसरी चाहिँ अब चित्रहरू अलिअलि बनाउने, होइन, यी सबै कुराहरूले त्यो जोडियो होला नि। यत्रो सोखले गर्दाखेरि, त्यो इच्छाले गर्दा भन्ने नि त्यस्तो भएन होला। अब त्यो आयो भनौँ न। नै माथि त्यतिकै त गर्दैन सर। जस्तो चाहिँ खुसी जे हुन्छ त्यही माथि त्यही त गरिरहेको हुन्छ नि, होइन? तपाईँलाई त्यो गर्दा खुसी लाग्थ्यो, होइन? त्यो खुसी लाग्दाखेरि तपाईँलाई चाहिँ त्यति जोडिनु भयो, जस्तो आर्किटेक्टमा जोडिनु भयो। सहरी योजना हजुरले अध्ययन गर्नुभयो। सहरी योजना पढ्ने चाहिँ सोच कसरी बनाउनु भयो त? अब यो मास्टर्स गर्ने उसमा अब एउटा चाहिँ के भने मलाई अब हाम्रो सभ्यताको चाहिँ अलि कौतूहल हुन्थ्यो। हाम्रो कसरी चाहिँ अब विकास भयो, हाम्रा घरहरू कसरी बन्न सुरु गरे। अब काठमाडौँमा चाहिँ काठमा एक थरी घर, अलिकति माथि डाँडातिर अब हाम्रो अब तामाङ समुदायको एक किसिमको घर, त्योभन्दा तल ओर्लेपछि अब मगर, छेत्री, बाहुनहरूको अर्को किसिमको घर,
त्यसपछि अब नेवारहरूको उहाँहरूको चाहिँ त्यो अलिक उचुमुचु परेको होइन त्यस्तो खालको चाहिँ सेटलमेन्टहरू त्यसपछि सहरको केन्द्रमा आउँदाखेरि फेरि फरक ढङ्गको अनि अब यी सबै कुराहरू हेरेपछि अब यो यसमा चाहिँ अलिक प्रष्ट हुन मन लागेर मैले त्यो कल्चर पढेको संस्कृति पढेको त्यो संस्कृतिलाई मैले त्यसकै अभिन्न मेरो पढ्दाखेरि त्यो त्यो यही वास्तुकलाकै एस्पेक्टमा मैले पढ्थेँ त्यो पनि त्यसरी पढ्थेँ र अब त्यो अब एउटा घर बनाउनु एउटा घर डिजाइन गर्नु भनेको चाहिँ एउटा पार्टको कुरा हो सानो कुरा हो अब होलमा जाँदाखेरि चाहिँ सहर हो महत्त्वपूर्ण अब सभ्यताको चाहिँ चरम कुरा पनि हो सहर भनेको त्यो भएको हुनाले अब सहर योजना पढ्ने भनेर अब त्यतिखेर उपलब्ध पनि भयो त्यो विषय पुल्चोक क्याम्पसमा अनि त्यसमा इन्ट्रान्स दियो 1 नम्बरमा नाम निस्क्यो स्कलरसिपमा पढ्लियो 2 वर्ष अनि जस्तो हजुरले सहरी विकास योजना पढ्नुभयो अहिलेको सहर हेर्दा चाहिँ कस्तो लाग्छ हजुरलाई यो सहर हेर्दाखेरि हजुरको नजरबाट हेर्दाखेरि होइन हाम्रो सहर त यस्तो हो हाम्रो सहर त अब मल्लकालमा चाहिँ अलिक व्यवस्थित थियो होइन अब कृषि थियो त्यसपछि सहरको वरिपरि चाहिँ यो फर्टाइल ल्यान्ड होइन कृषिको लागि उपयुक्त उत्पादक जमिन थियो उत्पादकत्व भएको फेरि लेक सोइल हो यहाँको काठमाडौँको त्यो भएको हुनाले उत्पादन असाध्यै धेरै हुने अनि थोरै काम गरेर पनि धेरै चाहिँ खान पुग्ने भएपछि यहाँ चाहिँ अब कुटीर उद्योगहरू चलेको देखिन्छ त्यो भएर यो दुईटाको नै विशेष मिक्स छ र अनि अलिकति सम्पन्नताले गर्दाखेरि यहाँ जात्राहरू पनि धेरै भयो सडकहरू पनि अब जात्राहरूको चाहिँ रथ चाहिँ कत्रो रथ तान्नुपर्छ त्यो अनुसारको कत्रो खट बोक्नुपर्छ त्यो अनुसारका चाहिँ चौडाइका सडकहरू अब निर्माण भयो र विशेष गरेर चाहिँ यो जमिनको संरक्षण चाहिँ असाध्यै महत्त्वपूर्ण त्यो ल्यान्ड युज चाहिँ असाध्यै वैज्ञानिक ढङ्गले त्यतिखेर भू उपयोग चाहिँ संस्कृतिको रूपमा विकास भएको देखिन्छ होइन पहिला मल्लकालमा अब शाह डाइनास्टीले पृथ्वीनारायण शाहको अकुपेसन पछि चाहिँ त्यसपछि चाहिँ अब अलिकति जालझेल षड्यन्त्र पृथ्वीनारायण शाहको समयपछि त्यसरी गुज्रियो जङ्गबहादुरले शासन भीमसेन थापाले शासन सत्ता नलिउन्जेलसम्म पनि भयो भीमसेन थापा लिएपछि पनि अलिकति स्टेबिलिटी भयो तर त्यस्तो खालको फड्को मार्न सकेन जङ्गबहादुरको समयमा आएपछि त झन् जुन बेलामा यो युरोपमा औद्योगिक क्रान्ति चाहिँ भइरहेको थियो त्यो बेलामा चरम उसमा पुगेको बेलामा यहाँ हाम्रो चाहिँ ठ्याक्कै यो चाहिँ बन्द हो रोक्यो त अब बन्द गरेर राखे समाजै बन्द गरेर राखे त्यो समाजै बन्द गरेर राखेपछि अब एउटा त्यो हो अर्को त्यसरी चाहिँ त्यो विकासक्रम चाहिँ रोक्यो जुन मल्लकालको त्यो सिलसिला आउनु पर्थ्यो त्यो सिलसिला चाहिँ विकास हुन सकेन मल्लकाल त्यसपछि यो राणाहरूले भीमसेन थापाले चाहिँ धरारा बनाएर काठमाडौँको सेन्टरलाई अलि उतातिर तानिदिनु भयो होइन त्यसपछि राणाहरू आएपछि चाहिँ उनीहरूले आफ्नो चाहिँ यो युरोप भ्रमण पश्चात चाहिँ अब यो ठुल्ठुला दरबार बनाएर बस्ने त्यो परम्परा भनौँ न त्यो सुरु गर्नुभयो त्यो फेसनमा चाहिँ अब यो खेतीपातीको लागि उपयोग हुने जुन जमिन छ त्यो चाहिँ ठुल्ठुला चाहिँ कम्पाउन्ड सहितको बनाएर उहाँहरूले अब त्यो गर्नु अब त्यहीँदेखि अलिक बढी बिग्रियो भन्ने लाग्छ बिग्रिँदै आयो त्यहीँदेखि नै अलिक बढी बिग्रियो भन्ने लाग्छ अनि त्यसपछि पनि यो सहर चाहिँ निर्माणमा त्यो वैज्ञानिक चिन्तन चाहिँ हाबी हुन पाएन र अब पछिल्लो समय चाहिँ 2026 सालमा विक्रमसँग 2026 साल 1969 एडीमा चाहिँ यो काठमाडौँ भ्याली डेभलपमेन्ट प्लान भनेर एउटा चाहिँ एकदम हाई ऱ्याङ्किङ अफिसियलहरू विदेशी एक्सपर्टहरू सबै राखेर एउटा अध्ययन गरिरहेछ सबभन्दा वैज्ञानिक अध्ययन सायद त्यही नै लाग्छ त्यतिखेरको चाहिँ यो जति रिसोर्सको चाहिँ अभावमा पनि नक्साहरू यी सबै कुराहरूको अभावमा पनि त्यो तीको वैज्ञानिक चाहिँ तयार भएको थियो त्यो लागु हुन सकेको भए काठमाडौँ असाध्यै चाहिँ बस्न लायक
काठमाडौँ त्यो ढङ्गले जान सक्थ्यो, तर अब त्यो भएन। न औद्योगिक सहरको रूपमा जान सक्यो, न सम्पदा सहरको रूपमा जान सक्यो, न चाहिँ असाध्यै चाहिँ आवासको लागि अनुकूल सहरको रूपमा जान सक्यो होइन। अनि सबै कुरा आएर मिक्स भयो। अनि नेतृत्वमा बस्ने त्यो नेतृत्व गर्ने त्यो नेतृत्वले चाहिँ त्यसरी त्यो ग्रहण गर्न सकेन। सहर चाहिँ यसरी लानुपर्छ भनेर हुन त उहाँहरूले देखेर आउनु विदेशतिर सबैतिर देखाएन, तर त्यो सबै एयरपोर्टमा आएर झरेपछि बिर्सिने होला। त्यो कहिले पनि त्यो उहाँहरूले त्यसरी दिनै सक्नु भएन। रिङ रोड बन्यो, त्यो रिङ रोड पनि त्यो प्लान्ट उसमा गएन, आएन। हुन त अब टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रीको कालदेखि पञ्चवर्षीय योजना त सुरु भयो होइन, प्लान्ट डेभलपमेन्टको। अब त्यत्रो प्लान डेभलपमेन्ट सुरु भयो, त्यसलाई चाहिँ यसलाई पनि सहरी योजनालाई पनि त्यसमा असाध्यै राम्रोसँग इन्कर्पोरेट गरेर लान सक्यो भए काठमाडौँ त हावापानीको हिसाबले यति राम्रो छ, वरिपरि जङ्गल छ, त्यो जङ्गल कोरिडोर छ, फेरि त्यहाँबाट एक्सपान्सन हुने ठाउँ छैन, त्यसले नै छेक्छ। फेरि यहाँ अन्तको पानी आउँथेन नि त, स्रोत यहीँ वरिपरिकै नै वाटर कन्जर्भ भएर आउने त्यही नै स्रोत हो। बागमती, विष्णुमती सबै खोलाहरू सबै यहीँ नै उत्पत्ति हुने खोलाहरू। त्यो भएको हुनाले यो असाध्यै भनौँ न, त्यतिखेर पनि त अब यो लेक सोइलमा होइन दलदल थियो होला कति समयसम्म, त्यो धापमा आएर सभ्यता बस्ने भने त अब छानेरै बस्यो होला, अन्त बस्नुहुन्थ्यो होला, छानेर बसिएको होला। त्यो भएको हुनाले यो नेतृत्वबाट कमजोरी भएको छ, धेरै ठुल्ठुलो कमजोरी भयो। त्यो अक्षम्य हो, फेरि अक्षम्य हो, त्यो अक्षम्य हो। अब हामीले उहाँहरूले चाहिँ अब कमजोरी भयो भनेर सुख हुँदैन मेरो विचारमा। जस्तो त्यतिखेर त्यो प्लान चाहिँ लागू भएको भए काठमाडौँ अर्कै हुन्थ्यो। त्यसपछि पनि भएको छ। अब 2045 सालमा चाहिँ नगर विकास ऐनले चाहिँ जिएलडीको कन्सेप्ट ल्यायो। अब जुन चाहिँ टेबलमा बसेर जनतामा नपुगिकन, धरातलमा नपुगिकन गरेका कामहरू छन् त्यतिखेर, त्यसले पनि समस्या क्रिएट गर्यो है। अब त्यसपछि एउटा टुल्सको रूपमा चाहिँ ल्यान्ड पुलिङ भन्ने आयो। यो सरकारको स्तरबाट सरकारले आफूले लगानी गर्न नसक्ने भएको हुनाले जनताकै जग्गा लिएर त्यहीँबाट चाहिँ सर्भिस प्लटहरू निकालेर त्यही बिक्री गरेर कर्मचारीहरूलाई पाल्ने र त्यहाँको इन्फ्रास्ट्रक्चर डेभलप गर्ने गरेर त्यसरी चाहिँ त्यो आयो। त्यो चाहिँ अलिक सफल भयो नेपालमा, तर सफल त भयो, तर जति पनि संरक्षण गर्नुपर्ने चाहिँ जग्गाहरू त गयो होइन। जस्तो अब मनोराको चाहिँ फाँट, त्यो तरकारी खेतीको लागि त असाध्यै उर्वर फाँट हो, त्यो सिद्धिहाल्यो। त्यो पनि त्यसमै दिव्यश्वरी जग्गा एकीकरण के जग्गा एकीकरण भएर हालिहाल्यो, त्यो सिद्धियो। जति पनि अब टारहरू भनेको छ, अब टार पछाडि आएका धेरै चाहिँ सिद्धिएछन् है, त्यसलाई इरिगेट गरेर लानु पर्थ्यो। जस्तो सरकारले गराएका योजना भन्दा पनि बढी त चाहिँ तपाईँको चाहिँ किसान या तपाईँको चाहिँ जग्गा खरिद गरेर चाहिँ प्लटिङ गर्ने चाहिँ बस्ती धेरै छ नि काठमाडौँमा छ होइन। सबभन्दा बिग्रेको चाहिँ त्यहीँबाटै भयो। अब जति पनि अब पछि त यो अब नगरपालिकाहरू 11वटा नगरपालिका र एउटा महानगरपालिका भयो काठमाडौँ, 10वटा नगरपालिका र एउटा महानगर र 11वटा काठमाडौँ जिल्लामा मात्रै। अब काठमाडौँ उपत्यकामा गएर 18वटा छ होइन। यति सानो भूगोलमा होइन अन्तको चाहिँ महानगरहरू हेऱ्यो भने, अन्तको क्यापिटलहरू हेऱ्यो भने तिनीहरूको तुलनामा त यति सानो महानगर, यति सानो चाहिँ काठमाडौँ उपत्यकामा 18वटा चाहिँ होइन राज्य छ। त्यसका राजाहरू छन् होइन, महाराजाहरू। अब उनका आफ्नो नियम छन्, खोल्चोबारी छुट्टै नियम छ होइन। अनि त्यसपछि अब त्यो दृष्टिकोणै विकास हुन सकेको छैन। बन्ने भन्दा झन् बिग्रिँदै गइरहेछ। अब झन् यो नगरपालिकाहरू बनिसकेपछि त गल्ली फर्मेसन भयो क्या धेरै होइन। अब हाम्रो सम्पदा बस्तीहरूको आफ्नो क्यारेक्टर छ, चरित्र छ, त्यसलाई संरक्षण गरेर हाम्रो त त्यो त अब हाम्रो त धेरै अगाडिदेखिको हो नि त, 2000 वर्ष इतिहास होइन, त्यसले बोक्छ। अनि त्यसलाई चाहिँ हामीले देखाएर खानुपर्ने, संरक्षण गरेर हाम्रो आम्दानीको ठुलो स्रोत। अब आवश्यकको लागि अब सबभन्दा मुख्य भू उपयोग योजना लागू हुन सकेन, जोनिङ हुन सकेन होइन। कहाँ के बन्ने भन्ने कुरो, अब एजुकेसन शिक्षाको क्षेत्र कता, हस्पिटलको क्षेत्र कता, एयरपोर्टको क्षेत्र कता, सेनाको क्षेत्र कता, सुरक्षाको क्षेत्र कता, यी सबै कुराहरू, सम्पदा क्षेत्र कता, आवश्यक क्षेत्र कता, औद्योगिक क्षेत्र कता होइन। यी यस्ता कुराहरू चाहिँ सर्लक्क त्यसरी छुट्याएर जानु पर्थ्यो। त्यो गर्दाखेरि
एउटा क्यारेक्टर चाहिँ डेभलप भएर जान्थ्यो। अब भएन, अब अहिले त अब सबै एउटै सडकमा गाई भैँसी मान्छे साइकल मोटरसाइकल गाडी ट्रक होइन सबै एउटै सडकमा यसरी धन्न त्यो होइन गाह्रो छ नि त्यो ह्यान्डल गर्नलाई नि। जस्तो हामी कहाँ त अहिले त काठमाडौँमा त मतलब नेपालमा सडक मात्रै चाहिँ चलिरहेको नि त, पछि रेलको कुरा आउला, मोनोरेलको कुरा आउला, त्यसपछि तपाईँको चाहिँ अन्डरग्राउन्ड चाहिँ तपाईँको चाहिँ स्टेसनको कुराहरू आउलान् होइन। यी चिज त बनाउनु धेरै, मेट्रोको कुराहरू आउलान्, धेरै चिज त गर्न बाँकी छ नि त। तर हामीले चाहिँ गर्न नसक्ने बनायौँ नि त काठमाडौँ त। गर्न थियो भने सबभन्दा बिग्रेकै यो 71 सालमा नगरपालिका घोषणा भएपछि त्यहाँबाट बिग्रियो, अत्यधिक बिग्रियो। राजनीति गर्ने फिगरहरू चाहिँ त्यो राजनीतिलाई नै कमाएर खाने साधन बनाउँदाखेरि पनि समस्या आएको छ होइन। अनि त्यसपछि खै त्यो अब त्यो प्रतिस्पर्धै चले जस्तो लाग्छ मलाई त सबै नगरपालिकाको काठमाडौँ समस्या। जस्तो अघि हजुरले भन्नु नि, जस्तो चाहिँ हाम्रो खेतीयोग्य जमिन नष्ट भयो भन्ने कुरा गरौँ भने, खेतीयोग्य जमिन त नष्ट भयो, त्योभन्दा ठुलो कुरा त तपाईँको चाहिँ जुन त्यो जमिनमा घर बनाइयो नि, त्यो घरमा जाने बाटो छैन हेर्नुहोस् होइन। अब ढल चाहिँ त्यति राम्रो व्यवस्था छैन हेर्नु न। अब विकास हुँदै हुँदै जाने तपाईँको चाहिँ हामी चाहिँ उन्नति प्रगति गर्दै जाने भने त हामी यही ठाउँमा बस्न सक्ने स्थिति रहेन नि सर, होइन रहन्छ र यो अवस्थामा। त्यही त अब पहिला पूर्वाधारको योजना, बाटो, ढल, खुल्ला क्षेत्र, यी सबै कुराहरूको भइसकेपछि पानी होइन, यी सबै कुराहरू अत्यावश्यक कुराहरू भइसकेपछि अनि प्लट हुनुपर्ने, अनि घर हुनुपर्ने। अब यहाँ त के छ भने पहिला प्लट, घर, अनि त्यस बाटो, अनि त्यसपछि ढल, अनि त्यसपछि बिजुली, अनि त्यसपछि पानी होइन। ठ्याक्कै उल्टो प्रोसेस छ क्या, उल्टो प्रोसेस भयो। जस्तो चाहिँ त्यो धेरै ठुलो कुरो पनि होइन होइन। अब यहाँको थाई जनसङ्ख्या भनेको 18-20 लाख होला हार्डली, त्यो पनि छैन होला। फ्लोटिङ पपुलेसन सहित यहाँ 45-50 लाख होला। यो त धेरै ठुलो कुरा होइन नि त। फेरि संसार त रिभाइभ भएको छ नि होइन, संसारका धेरै सहरहरू त रिभाइभ भएका छन्, यो पनि रिभाइभ हुनुपर्छ होइन। अब समय आउँछ होला नै घरहरू न घरको चाहिँ घर पनि चाहिँ एकनासी घर छैन, सुन्दरता पनि छैन हेर्नुहोस्। हामी त एउटा कङ्क्रिटको चाहिँ एउटा ढाँड बनायौँ कि, कङ्क्रिटको जङ्गल। अनि त्यो एउटा त्यहाँ सिमलेमा एकजनाले भन्नुहुन्थ्यो, हजुर एकजना ज्येष्ठ नागरिकले मलाई, अनि बाबु यो काठमाडौँ त धेरै बलियो रहेछ, यत्रो यहाँबाट चाहिँ बालुवा गिटी गएको छ त्यो सबै त त्यसले ठेकिरहेछ वास्तवमा। त्यो स्क्रैप जस्तो के, माथिबाट हेर्दाखेरि, डाँडाबाट माथिबाट हेर्दाखेरि चाहिँ स्क्रैप जस्तो, सडकै देखिँदैन, खुल्ला क्षेत्रै देखिँदैन, हरियाली देखिँदैन होइन। पानीकै कुरा गरौँ न, अब अहिले मेलम्चीको आएर अलिकति बग्ने, नत्र त पानी नै नबग्ने जस्तो स्थिति चाहिँ यहाँ भइसक्यो नि। अब डिप बोरिङ भएको भइ छ होइन। अब यसले ल्याउने त ठुलो विकराल छ नि त। अब यो त कुनै तुरुन्तै रिचार्ज हुने स्रोत त होइन, यो त चाहिँ हजारौँ वर्षदेखि जम्मा भएका पानीहरू होइन, अर्थ क्रस्टमा जम्मा भएको यो पानीहरू दिगो ढङ्गको भएन। अनि यसलाई चाहिँ व्यवस्थित गर्न सकिन्छ त? होइन, त्यो त व्यवस्थित गर्न सकिन्छ नि, किन नसकिन। अब केही नोक्सान हुन्छन्, केही नोक्सान हुन्छ, गर्न सकिन्छ। राज्यले अब कति हेर्ने त्यसलाई होइन भन्ने हुन्छ, तर गर्नु त एक दिन त गर्नै पर्छ। कि क्यापिटल सार्न पर्यो, एक दिन त गर्नु पर्यो। अनि क्यापिटल सार्ने पनि समाधान होइन। अब वास्तवमा काठमाडौँमा ललितपुर, भक्तपुर, अब त्यसपछि अब चाहिँ अरू हेमलेटहरू छन् नि, अब बस्तीहरू त्यतिखेर मल्लकालदेखिकै। अब अमेरिका पत्ता नलाग्दाखेरिका हो नि त यो त, त्यो त हाम्रो सम्पदा हो नि। यो त बुझ्नु पऱ्यो नि त नेतृत्वले होइन, यो त बुझ्नु पऱ्यो। बाटा बनेका छन्, तर कस्तो बाटो बनेको छन्, एउटा गाडी गएपछि अरू गाडी पास हुँदैन। त्यही त, दमकल आउनु पऱ्यो भने अरू गाडीले छेकिसकेको हुन्छ होइन। अब डिजास्टरमा काम लाग्दैन,
सहजताको हिसाबले पनि त्यति सफल छैन। आर्थिक विकासको हिसाबले त ठुलो ट्रकै छिर्दैन होइन, जहाँ ढुवानी नै हुन सक्दैन त्यहाँ चाहिँ आर्थिक विकास हुने कुरै भएन। त्यहाँ कच्चा पदार्थ कसरी ल्याउने, उत्पादन कसरी बढाउने होइन, त्यो पनि सम्भव छैन, विकराल छ नि। यसरी हेर्दाखेरि सर के लाग्छ भने काठमाडौँ हामीले घर मात्रै बनायौँ कि अरू त केही पनि छैन नि सर। अनि घर पनि अव्यवस्थित र व्यक्तिले होइन आफ्नो इनिसिएसनमा बनायो। अनि अब केही मापदण्ड छन् नि त हाम्रा, केही मापदण्ड त छ। अब महानगरमा नगरपालिकाहरूमा छन्, नगर विकासको पनि छ, तर करप्सन छ होइन। त्यो करप्सनले गर्दाखेरि ती चाहिँ अब त्यति मापदण्ड पनि लागु हुन सक्दैन। त्यो नसक्दाखेरि चाहिँ यस्तै रहन्छ होला नि होइन। त्यो त समय आउँछ नि, त्यो त इच्छा शक्ति भएको मान्छे आउँदाखेरि त फेरि होइन परिवर्तन ल्याउने त ठाउँ छ नि। त्यस्तो लाग्छ हजुरलाई? सकिन्छ जस्तो लाग्छ? सकिन्छ, किन नसक्नु, सकिन्छ। आधार के छ? होइन सकिन्छ। अब जर्मनी र फ्रान्सको बिचको अब राइन रिभर चाहिँ अब त्यो नदी चाहिँ अब त्यो अत्यन्तै प्रदूषित होइन, अब महामारीको चाहिँ स्रोत पनि त्यस्तो थियो। तर त्यसलाई त उनीहरूले रिभाइटलाइज गरे नि त, रिभाइभ गरे होइन। अब अहिले त उनीहरूको धेरै राम्रो भयो नि त, त्यो त बिजुली निस्किन्छ, ट्रान्सपोर्टेसन चल्छ होइन, पानी स्वच्छ सफा छ, त्यो गर्न सकिन्छ नि। इच्छा शक्ति हुनु पऱ्यो, राज्यको लगानी पनि चाहिन्छ, इन्भेस्टमेन्ट चाहिन्छ होइन, त्यसरी जानुपर्छ। अनि हजुर चाहिँ यो कल्चर विषय चाहिँ अब इन्जिनियरिङ पढेको व्यक्ति कल्चर विषयमा कसरी छिर्नुभयो, किन छिर्नुभयो? होइन हाम्रो त अब कल्चर भन्यो भने, संस्कृति भन्यो भने चाहिँ सबै गएर अन्धविश्वासमा जोडिने भयो क्या हाम्रो त होइन। त्यहाँ पढाउँदाखेरि पनि कति टिचरहरूले त त्यो एकदम पुरै अन्धविश्वासले ग्रस्त भए जस्तो लाग्थ्यो क्या मलाई होइन। अब संसार त विज्ञानले अगाडि बढ्छ नि त होइन। अब 2 लाख वर्ष अगाडिदेखि मान्छे त चाहिँ अफ्रिकामा थियो, 70,000 वर्ष अगाडि त मान्छे त हिँडै छ, सहजताको यो हावापानी, अनुकूल हावापानी खोज्दै होइन संसार घुमिरहेको छ नि त मान्छे त। खेती गर्दाखेरि कुरेर बस्दाखेरि खान पाइन्छ भनेर थाहा नभएर मान्छे घुमिरह्यो, पछि कुरेर बस्यो भने त त्यहीँ खान पाइँदो रहेछ भने थाहा पाएपछि फेरि खेतीपाती गर्न थाल्यो होइन। त सबै त इनोभेसन त हो नि त्यो त होइन, त्यो इनोभेसन हो। अब त्यो सबै विज्ञानले नै ल्याउने कुराहरू हुन्। अब हामीले त प्रकृति मान्ने हो नि त पहिला, आगो मान्ने, अग्नि होइन, सूर्य मान्ने होइन, अब हावा मान्ने, वायु मान्ने, जल मान्ने होइन, अन्तरिक्ष मान्ने, यी सबै मान्ने हो भने त विज्ञान नै माने हो, प्रकृति माने हो। हाम्रो सनातन धर्म पनि त सबै प्रकृति हो नि त होइन। हाम्रो त प्राकृतिक धर्म त हो, सबै प्रकृतिले मानेछ, जङ्गलले मानेछ, हावा सबै यसरी गएको छ नि। पछि त यो सबै अब चाहिँ त्यो। अनि मलाई चाहिँ के लाग्छ, मान्छे राज्य सत्तामा रहनेले अब आम नागरिकलाई, जनतालाई भनौँ न, दास प्रजाहरूलाई चाहिँ भ्रममा राखेर आफूले चाहिँ शासन अकण्टक बनाउनको लागि धेरै कथाहरू बुनेर, दन्ते कथा बुनेर होइन, अब भगवानको एउटा चाहिँ इमेज खडा गरिदिएर होइन शोषण गरिरहेछ नि त। हाम्रो त अब त्यही नै हो नि, मुख्य हाम्रो समस्या त्यही हो नि। त्यो लिक्वानियुले पनि त इन्दिरा गान्धीले त्यही भने हो नि होइन, तिम्रो देश यो कारणले अगाडि बढ्न सक्दैन भनेर भनेको छ नि त। त्यो छ भारतको, हाम्रो त एउटै हो नि त संस्कृति त होइन। त्यो भएको हुनाले हाम्रो संस्कृति चाहिँ विकास हुँदाखेरि त वैज्ञानिकै छ होइन, बिचमा चाहिँ अब धेरै यो अब यसलाई चाहिँ अब हामीले ब्रेक गर्नुपर्छ क्या हामीले। जस्तो सर हजुरको कुरा गर्दा गर्दा मलाई एउटा कुरा के मनमा आयो भने, जस्तो विज्ञानले चाहिँ हामीलाई सुखको अनुभव गराउँछ र कल्चरले आनन्दको अनुभव गराउँछ, यो भन्दा मिल्छ? हजुर चाहिँ विज्ञानको विद्यार्थी, कल्चरको विद्यार्थी होइन। त्यो संस्कृति भने त विज्ञान पनि संस्कृति हो नि, विज्ञान आफै संस्कृति भइहाल्छ नि होइन। त्यो चाहिँ अब संस्कृति विज्ञान रिपिट हुँदै गएपछि कुनै राम्रा कुराहरू रिपिट हुँदै गयो, संस्कृति हो नि त हो नि। त्यही छिमेकीले त अब धेरै ठुलो गर्यो नि त चिनले होइन। उसको अहिलेको चाहिँ उसका सहरहरू हेर्दाखेरि त अब चाहिँ अमेरिकाकोले, युरोपका सहरहरूले नभ्याउनु भयो नि त, बनायो नि होइन। सबै विज्ञानकै चमत्कार त हो नि। त्यहाँ हामी रुमल लिने समय छैन क्या, हामी धेरै पछाडि परिसक्यौँ
होइन हामी धेरै पछाडि परिसक्यौँ अब अझै पनि हामी चाहिँ फेरि रूढिवादी होइन त्यो संस्कारमा चाहिँ हामी चाहिँ फेरि अल्मलिने हो भने त हाम्रो त त्यो तर त्यो सधैँ त्यस्तो त हुँदैन अगाडि बढ्छ अनि हजुर चाहिँ पढाइसकेपछि पहिला नोकरी गर्नु कि व्यवसाय के गर्नुभयो पढाइसकेपछि अब अलिअलि अब म त अब पढ्दै मेरो त ओभरसियर भनौँ न त्यो डिप्लोमा पढ्दा म पास नहुँदै पनि नक्साहरू बनाउँथेँ घरको बनाउँदै गर्दै काम त गरिरहेकै हो पछि पशुपति क्षेत्र विकास कोषमा 2 वर्ष काम गरियो पढाइ सकिन साथै अनि पछि फेरि पढाउन थाल्यो अब यता मास्टर्स सकेपछि पढाउन थाल्यो पढाउँदै अनि त्यसपछि फेरि पछि आफै फेरि कलेज सञ्चालन गरियो त्यसको चाहिँ प्रिन्सिपलको रूपमा 5-6 वर्ष काम गरियो अनि पढ्दा र पढाउँदा अनि व्यवसाय गर्दा कति फरक पाउनुभयो त्यही त अब हाम्रो के हुन्छ भने अब पढाइसकेर पढाउन जान्छ आफैले कति जाने हुन्छ कति दिने फेरि आफैले जाने सबै दिन सकिँदैन होइन हुन त पढ्ने भने सबै दिएर त होइन कौतल त सिर्जना गरिदिने हो अनि त्यसले उहाँहरूले आफ्नो भोक सिर्जना गरिदिने उहाँले खाना खोज्न थाल्नुहुन्छ त्यसपछि होइन त्यो भएर गुरुभन्दा चेलाहरू अगाडि बढिहाल्छन् अनि त्यतिखेर चाहिँ हजुरले स्कलरसिपको लागि चाहिँ ट्राई गर्नु भएन हजुर त पढ्न ट्यालेन्ट हुन्थ्यो ट्यालेन्ट भने अब ठिकै हामी अब होइन हाम्रो परिवेश अनुसार ठिकै हिसाबले पढ्यो स्कलरसिप त हामी पढेको त स्कलरसिप जस्तै भयो नि अब त्यहाँ पुल्चोक क्याम्पसमा पनि त्यो स्टिपेन्डै खाएर पढ्यो पछि मास्टर्स गर्दाखेरि नि स्कलरसिपमै पढ्यो अब विदेशतिरको स्कलरसिपको कुरा गर्नु विदेशतिरको होइन विदेशतिरको आएको थियो अपर्च्युनिटीहरू गइएन त्यतिखेर त माहौल पनि थिएन कि जाने होइन अनि माहौल थियो जाने माहौल पनि थियो तर अब खै के हो अब यहीँ नै त्यो अलि सानैदेखि नै समाजसँग अलिकति घुलमिल गरेर हिँड्यो अनि त्यो भएपछि अब खै त्यस्तो खालको गयो कि अब समाजसँगै गरियो समाजमै अलि सामाजिक कामहरूमा पनि इन्भल्भ हुँदै जाने हुँदाखेरि अब त्यो सायद त्यसले पनि रोक्यो होला जस्तो हजुरको चाहिँ पढाइसकेपछि नोकरी गर्नुभयो त्यसपछि व्यवसाय गर्नुभयो अनि समाजसँग जोडिनु भयो समाज त भने त पहिलेदेखि जोडिरहनु कि समाज त पहिलेदेखि नै जोडियो होइन स्कुल पढ्दादेखि नै कसरी जोडिनु भएको थियो होइन अब त्यो अब विभिन्न सामाजिक कामहरूमा चाहिँ संलग्न सहभागी भइराख्यो नि पछि त अब आफ्नो पेसाको हिसाबले फेरि अब धेरैजनाले अनुरोध गर्न आउने हुनुभयो होइन अब त्यहाँ डिजाइनहरू गरिदिने सामाजिक पूर्वाधारहरू के अरे भौतिक पूर्वाधारहरू होइन त्यस्तो कामहरू नि गरिदिने अब त्यसरी चाहिँ होला त्यसले गर्दाखेरि हजुरलाई चाहिँ समाजसँग घुलमिल हुन सजिलो भयो पनि भयो अब कुरा गर्न मन लाग्ने मान्छेहरू त हामी हो नि त मान्छेहरूसँग भेट्ने कुरा गर्ने जीवन त हुन्छ नि त समाज त होइन त्यो अनि जस्तो हजुर चाहिँ साइन्सको विद्यार्थी अनि कल्चरको विद्यार्थी त्यसले गर्दा समाजमा चाहिँ घुलमिल हुन तपाईँलाई चाहिँ रुचि बढेको त्यही नै त चाहिँदैन त्यो पढाइको विषयले समाजमा घुलमिल हुने भन्ने त त्यो होइन त्यो त होइन पढाइ एकातिर छ पढाइकोले पढाइ भने त अब त्यो त व्यक्तित्व विकास गर्ने कुरा हो नि पढाएपछि त्यो पढेको अनुसार पैसा कमाउनु पर्छ भनेर भन्ने त होइन क्या त्यो हुनु हुँदैन नि यस्तो हुन्छ जस्तो चाहिँ हामी कुनै विषय पढ्छौँ त्यसले हामीलाई एउटा चाहिँ ज्ञान दिन्छ अनि त्यो ज्ञान दिएपछि हामी त्यही बाटोतिर लाग्छौँ नि त त्यो बाटो त लाग्नु पर्यो त्यसले त हामीलाई समाजदेखि टाढा लाग्दैन त्यो बाटो लाग्नु पर्यो अब केही मान्छेहरू लाग्दैनन् त्यो नलाग्नेमा अब म पनि त्यो डिरेल भएकोमा बस्छु होला जस्तो लाग्छ अनि व्यवसाय अहिले पनि व्यवसाय गरिरहनु भएको छैन व्यवसाय छ हाम्रो चाहिँ यो आरसिसी पाइपको हामी 60-61 सालदेखि नै हामी त्यो उत्पादन गर्ने हो गरिरहेकै हो हामी साथीभाइहरू भएर गरेका छौँ टिम बनाएर गरेका छौँ त्यसपछि हामीले यो अत्याधुनिक त्यसमा इलेक्ट्रोमेकानिकल प्लान्ट नेपालमा हामी 70 सालमा नेपालमा पहिलो हामीले खोलेको पनि हो बागमती विष्णुमती यो धोबी खोला मनोहरा होइन यहाँ चाहिँ
यो बागमती सभ्यताले काम गर्दाखेरि हामीले नै उ गरेको सप्लाई गर्नुभयो ए अनि कस्तो छ व्यवसायको स्थिति ठिकै छ चलिरहेको छ राम्रो छ होइन ठिकै छ देशको परिस्थिति अनुसार ठिक छ अनि व्यवसाय गर्न चाहने युवाहरूलाई के भन्न चाहनुहुन्छ होइन यस्तो छ अब अहिले त नेपालमा बस्ने युवाहरूलाई त ठुलो अपर्च्युनिटी छ नि होइन युवाहरू यत्रो विदेशमा जानुभएको छ भनेपछि त त्यो अपर्च्युनिटी त त्यही थोरैले नै पाउने अब भोग गर्ने भयो नि त होइन अब ती सबै युवा यहाँ भएको भए त अब हाम्रै भागमा पनि सबै पर्थेन होला नि त होइन अब थोरै छौँ होइन थोरै हुनेले त अब धेरै यो अपर्च्युनिटीहरू त उहाँहरूलाई दोहोऱ्याइ आउने भयो नि त देख्नु मात्र पर्छ अब युवाहरू त्यो एउटा चाहिँ उ गरेछ कि अब यो मिडियाले फ्रस्ट्रेसन सिर्जना गरेछ वास्तवमा मलाई चाहिँ त्यो होइन भन्ने लाग्छ हुन त राज्यले पनि अब जस्तो अब सहर घोषणा गर्यो नि होइन अहिले त 753वटा चाहिँ स्थानीय छन् त्यसमा कति चाहिँ 40% भन्दा बढी नै होला सहरै बढी छ 60% बढी छ अब सहर भनेको के हो भन्ने कुरा राज्यले चाहिँ अब सहर घोषणा मात्रै गरिदिएर भएन नि त एउटा क्राइटेरिया बनाएर जनसङ्ख्या यति भूगोल यति होइन त्यो गरेर भएन त्यसको सबभन्दा महत्त्वपूर्ण भने इकोनोमी हो होइन त्यो सहरी अर्थतन्त्र चाहिँ कसरी अगाडि बढ्छ भनेर सहरी अर्थतन्त्रको चाहिँ आधारभूत चाहिँ चरित्र के हो भन्ने कुरो हो राज्यले त नबुझ्या त भन्न मिल्दैन तर त्यसलाई चाहिँ नजरअन्दाज गर्यो भन्ने लाग्छ मलाई किनभने सहर भन्ने बित्तिकै यो कृषि अर्थतन्त्रबाट ग्रामीण कृषि अर्थतन्त्रबाट चाहिँ अब औद्योगिक अर्थतन्त्र र सेवाको अर्थतन्त्रमा जाने हो होइन अब यहाँ चाहिँ त्यो सेवाको औद्योगिक अर्थतन्त्रमा जानको लागि सरकारले वातावरण बनाएन राज्यले चाहिँ वातावरण बनाएन त्यो नीतिहरू निर्माण गर्नुपर्थ्यो अब युवाहरूमा चाहिँ त्यो क्षमता विकास गर्नुपर्छ होइन त्यो औद्योगिक संसारमा चाहिँ घुमिनको लागि उहाँहरूमा क्षमता विकास गर्नुपर्यो एक दोस्रो युवा मैत्री नीति ल्याउनु पर्यो लगानीको चाहिँ अवसर चाहिँ सरकारले नै सिर्जना गरिदिनुपर्छ होइन अब अर्को चाहिँ अब जस्तो दक्षिण कोरियामा जस्तो उनीहरूले चाहिँ अब जग्गा हुने किसानहरू धनी किसानहरू अब जिम्मेवालहरू होइन उनीहरूको जग्गा चाहिँ उनीहरूले अब उनीहरू आफैले चाहिँ खेतीपाती नगर्नेहरूलाई त एब्सेन्ट जुन ऊ छ होइन अब फार्मर भनौँ न उनीहरूलाई त अब त्यसलाई बेचेर होइन त्यहाँबाट आएको पैसा चाहिँ औद्योगिकरणमा उद्योगहरू खोल्नको लागि उत्प्रेरित गर्यो कि सरकार होइन त्यो उत्प्रेरित गरेपछि त्यहाँ चाहिँ धेरै वातावरण त्यस्तो अब मलेसिया पनि भएको छ होइन अन्त नि भएको छ त्यो एउटा वातावरण चाहिँ सरकारले खडा गरिदिनु पर्ने एउटा अर्को चाहिँ अब गाउँ राखेर चाहिँ देश बन्दैन होइन गाउँ राखेर त देश बन्दैन नि त होइन सहर बनाउनु पर्यो त गरिबीको प्रतीक पनि हो नि होइन त्यो भएको हुनाले सहरै बनाउनुपर्छ सहर चाहिँ उत्पादनको केन्द्र हो ग्रोथ इन्जिन पनि भन्छ सहर उत्पादनको केन्द्र हो उत्पादनको केन्द्रको रूपमा सहरलाई विकास गर्नैपर्छ जस्तो अब हाम्रो राजनीतिज्ञहरूमा नि मैले हेरेँ भने अब हाम्रो बिपी कोइराला अब उहाँले चाहिँ नेपाललाई अब राणा शासनबाट मुक्त गर्नलाई एउटा नेतृत्व गर्नुभयो अब त्यसपछि उहाँ राजनीतिमा डेमोक्रेटिक भयो साहित्यमा स्वतन्त्रतावादी भयो होइन त अर्थ उहाँको चाहिँ आर्थिक पक्ष चाहिँ कसरी लाने भन्ने चाहिँ त्यति उहाँले नभ्याएको हो कि जस्तो लाग्छ मलाई तर त्यो चिन्तन त्यो भएको हुनाले जस्तो उहाँले चाहिँ त्यो एक दुईवटा भाषणमा अडियो पनि सुन्नु पाउँछ अहिले गाउँ भनिरहनु भएको हुन्छ कि गाउँमा उ गर्ने गाउँमा बजेट पुरा गाउँलाई विकास गर्ने गाउँ हो गाउँलाई विकास गरेपछि हुन्छ भन्नुहुन्छ होइन त्यहाँनिर चाहिँ गल्ती हो भन्ने लाग्छ क्या मलाई अनि त्यस्तै गरेर राजा महेन्द्रले भने गाउँ फर्क भनिदिनु होइन सहरतिर चाहिँ व्यापक रूपमा चाहिँ माइग्रेट गराउनु पर्ने मान्छेलाई सहर डेभलप गरेर सहरतिर चाहिँ मान्छे तान्नु पर्यो उत्पादन बढाउनु त मान्छे चाहियो नि त युरोपमा पनि त बाष्प इन्जिन बनेपछि स्टिम इन्जिनको आविष्कार भएपछि रेल चल्यो त्यो त कल्पनै गरेको थिएन नि त मान्छेले होइन एकैपल्ट हजारजना मान्छे चाहिँ सहरमा आउनु सक्छ भनेर त कल्पना गरेको थिएन नि त कहाँ अनकन्टार ठाउँबाट त त्यो त हिँडेर उ गरेर कहाँ आउने हो र त्यो संस्कृति कहाँ भिज्ने हो कहाँ यो होइन त्यो चाहिँ तर त्यो त सम्भव भयो नि त होइन रेलले त्यो सम्भव भयो नेपालमा त ठुल्ठुला 10वटा सहर निर्माण गरेर
त्यसलाई चाहिँ त्यो 10वटा चाहिँ ठुला उत्पादनका केन्द्रको रूपमा चाहिँ विकास गर्न सक्यो भने यो मुलुकले चाहिँ फड्को मार्छ भन्ने हो। त्यसकारण सहर चाहिँ सहरको चाहिँ आधारभूत चरित्र चाहिँ नेतृत्वले बुझ्नु आवश्यक छ। अनि सर हजुरले एउटा गजब कुरा सुनाउनु भयो कि जस्तो अहिले विदेश चाहिँ युवाहरू लड्को लागिरहेको बेलामा हजुरले नेपालमा अवसर छ हुनाको कारण के हो भने धेरै बाहिर गए यहाँ त सम्भावना छ भन्ने कुरा गर्नुभयो होइन? साँच्चै छ त? हो यहाँ गर्नेले गरिरहेछन् हो गर्ने युवाहरूको म हेर्छु गरिरहेछन्। अब तिनलाई फेरि प्रोत्साहन छैन। हुन त सरकारको नीति छ जस्तो अब अनुदानका कुराहरू छन्। अब ती अनुदान धेरै मिसयुज भएको छ होइन? अब त्यो जसले चाहिँ यो प्रस्ताव लेख्छ बनाउँछ बाइन्डिङ गर्छ लगाएर बुझाउँछ उसले चाहिँ अब खाइरहेछ। साँच्चै काम गर्ने युवाहरू त त्यसबाट वञ्चितै छन् होइन? उनीहरूलाई अलिकति मात्रै हामीले त्यो कुरा हालिदिने हो भने त्यो अनुदानका कुराहरू ती अलिकति मात्रै गरिदिने हो भने उनीहरू त बहुत उत्साहित हुन्छ नि त होइन? त्यो गरिरहेछन् अहिले धेरै युवाहरू लागिरहेछन्। अब अहिले यो नीति तथा कार्यक्रममा सरकारको भर्खरै पनि नीति तथा कार्यक्रममा अहिले यसमा चाहिँ स्टार्टअपमा होइन यो उद्यमशीलतामा होइन यी कुराहरूमा चाहिँ अलि बढी चाहिँ फोकस गरेको छ। यो कार्यक्रम चाहिँ लागू हुन सक्यो भने युवाहरू स्वरोजगार हुने र अब विदेशमा गइसके पनि फेरि फर्किने वातावरण पनि हुनसक्छ। अझ मलाई चाहिँ के लाग्छ भने विदेशमा गएको युवा र यहाँका युवालाई इन्टिग्रेट गरेर चाहिँ उनीहरूले त्यसरी चाहिँ काम गर्छन् भने त्यसलाई अझ बढी प्रोत्साहन दिनुपर्छ होइन? राज्यले चाहिँ लगानी गरिदिनुपर्छ। अब निर्व्याजी होइन कुराहरू गर्नुपर्छ। तिर्नै नतिर्ने गरेर अनुदान त दिनु हुँदैन होइन? तिर्ने तर चाहिँ लामो समयको राखिदिएर त्यसरी चाहिँ जान सक्यो भने अर्थतन्त्र चाहिँ चलायमान हुन्छ। अब हाम्रो त के गर्नुपर्ने हो र आयात प्रतिस्थापन गर्ने होइन? अब निर्यात हुने कुराहरूलाई अब कम्पेरिटिभ एडभान्टेज हेर्नु पर्यो। त्यो हेरेर त्यो अनुसारका उत्पादन गरेर पठाउनु न हो। फेरि हामीसँग त अब पर्यटनको हिसाबले पनि त धेरै छ नि त, धेरै चिज छ होइन? छन् त संसारभरि सबैतिर छ। प्रकृतिले चाहिँ सबैलाई दिएको छ। कोही मरुभूमि छन्, कोही छन्, कोही खोला नाला छन्, कोही समुद्र छ होइन, कोही हिमाल छ। सबैलाई दिएको छ, नदिएको होइन, सबैलाई दिएको छ। तर पनि डाइभर्सिटी चाहिँ छ फेरि हाम्रो होइन? 200 किलोमिटरको चाहिँ रेन्जमा अब यति धेरै डाइभर्सिटी छ नि त होइन? त्यो भएको हुनाले अब यसलाई चाहिँ अलिकति हुन त अब यहाँ एउटा सरकार बनेपछि त्यो सरकारलाई कसरी ढाल्ने भनेर अब अर्को दल लागिसकेको हुन्छ। फेरि अर्को अब मिडिया पनि त्यही कुरा उचालेर हिँडिरहेको हुन्छ। त्यसैमा मलाई त कस्तो लाग्छ भने त्यो मिडियाहरू हेरे त त्यसैमा मनोरञ्जन गरिरहेको छ जस्तो लाग्छ होइन? अनि नेपालीमा अलिकति पुस्तक अध्ययनको अलिकति कमी अहिले आइरहेछ होइन? पुस्तक पढ्दैनन्। विदेशीहरूमा त्यो घट्या छैन पुस्तक पढ्ने। हामीमा चाहिँ पुस्तक पढ्ने पुस्तकालय खोल्ने अहिले तपाईँले त कहीँ सुन्नुहुन्न नि त। कुनै स्थानीय तहले चाहिँ यति स्केलको चाहिँ यत्रो साइजको यत्रो चाहिँ पुस्तकालय निर्माण गरेर होइन? नगरपालिकाले पुस्तकालय निर्माण गरेर दैनिक यतिजना चाहिँ युवा विद्यार्थी होइन बालबालिका चाहिँ त्यहाँ अध्ययन गर्छन् भनेर न्युज त कहीँ पनि आएको छैन, कहिले आएको छैन नि त। अनि दर्शन पढेर, पुस्तक पढेर, विज्ञान पढेर होइन, संस्कृति पढेर यी सम्पूर्ण कुराहरूको चाहिँ अध्ययन गरेर विचार निर्माण गर्नुपर्ने। अब अहिले त के छ भने मोबाइल हेरेर विचार निर्माण गर्ने भयो, नपढ्ने भयो। मोबाइलमा हेर्ने, युट्युब हेर्ने, इन्स्टाग्राम हेर्ने, त्यो फेसबुक हेर्ने होइन? यसमै आएका कुराहरू चाहिँ हेरेरै विचार निर्माण गर्ने भएको हुनाले पनि अहिले चाहिँ यो अलिकति यसलाई अलिकति चिर्नुपर्ने आवश्यकता छ। अनि हजुर चाहिँ जस्तो सामाजिक काम पनि गर्नुभयो, व्यवसाय पनि गर्नुभयो, अनि सँगसँगै चाहिँ राजनीतिमा पनि सक्रिय हुनुभयो। अनि राजनीतिमा सक्रिय हुनको चाहिँ कारण के छ सर? कुन चिजले प्रेरणा दियो हजुरलाई? राजनीतिमा चाहिँ अब समाजसँग घुलमिल हुन थालेपछि त त्यो त अभिन्न कुरा भइहाल्यो राजनीति होइन? त्यो गर्नै पर्यो। म चाहिँ अब मदन भण्डारीबाट उहाँको भाषणहरू सुनेर चाहिँ सबभन्दा पहिला आकर्षित भएको। मदन भण्डारी भाषण सुन्नु पाउनु हजुरले? सुनि धेरै सुने मैले। धेरै सुने त्यो 47-48 सालमा। त्यो भाषण सुने बेला के गर्दै हुनुहुन्थ्यो हजुरले? पढ्दै हुनुहुन्थ्यो कि व्यवसाय गर्नुहुन्थ्यो कि? होइन, म एसएलसीको इक्जाम दिएर बसेको। एसएलसी इक्जाम दिएर बस्नु भएको थियो? फुर्सदको समय थियो। अनि म कहाँ उहाँको सेड्युल कहाँ हुन्छ त्यतै पुग्थेँ म। काठमाडौँमा भएको लगभग धेरै सुन्ने धेरै सुन्ने पिन ड्रप साइलेन्ट हुन्थ्यो।
होइन त्यो सुन्ने बेला पिन ड्रप साइलेन्ट हुन्थ्यो। त्यस्तो पनि नेतृत्व थियो होइन। अब के कुराले गर्दा प्रभाव पार्यो? होइन अब सबभन्दा महत्त्वपूर्ण कुरा त अब भनौँ न, अब कम्युनिस्ट आन्दोलनलाई उहाँले चाहिँ एउटा यो मूलधारमा ल्याउनु हो। 6 सालमा स्थापना भएको कम्युनिस्ट पार्टीलाई एकैचोटि 46 सालमा आइपुगेपछि उहाँको दर्शनले यहाँको हावापानी सुहाउँदो जसरी उहाँले ढाल्नुभयो नि मार्क्सवादलाई, त्यो त ठुलो योगदान हो नि त। त्यो त्यत्तिकै आएको होइन नि, त्यो इतिहासले त्यो माग गरेको थियो। त्यो माग गरेको एउटा टर्निङ, एउटा घुम्तीमा उहाँ एउटा चाहिँ प्रतिनिधि पात्रको रूपमा त्यसलाई चाहिँ एउटा नायकको रूपमा त्यसलाई उहाँ स्थापित हुनुभयो। व्यापक रूपमा उहाँको अध्ययन छ। त्यो अध्ययनले उहाँले चाहिँ त्यो जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभयो। वास्तवमा अहिले कम्युनिस्ट पार्टीहरूले खुल्ला रूपमा यसरी चाहिँ सरकार सञ्चालन गर्दै जनताको बिचमा जाँदै अब आवधिक रूपमा चाहिँ जनतासँग जचिँदै 5-5 वर्षमा मानवाधिकार, बहुलवादी समाज, यी सबै कुराहरू होइन अँगाल्न पाउनु भनेर ठुलो कुरो। उहाँले एउटा भन्नुहुन्थ्यो, यो बहुलवादी समाज, यो प्रजातन्त्र भनेको चाहिँ यो कुनै चाहिँ यो कम्युनिस्टको चाहिँ हुनै सक्दैन, यो चाहिँ अब अरूको डेमोक्रेटहरूको मात्रै हुन्छ भनेर होइन। यो त मानव सभ्यताले विकास गरेको हो, हजारौँ वर्षभर लगाएर विकास गरेको चाहिँ यो उपलब्धि हो नि त। हो, यो उपलब्धि त यो हाम्रो पनि उपलब्धि हो नि भन्नुहुन्थ्यो। यो यस्तो किसिमको त्यो नेतृत्व त्यो सुन्न पाइयो होइन, उहाँको धेरै सुन्न पाइयो। त्यसरी नै गर्यो। अब सबैप्रति सम्मान छ है फेरि मेरो होइन। म बिपी कोइरालाको नि सबै किताबहरू पढेको छु मैले, साहित्यको बाहेक राजनीतिक किताबहरू पढेको छु। त्यसै गरी अब राजा महेन्द्रकै पनि त अब योगदान छ नि त। उहाँले त्यो कठिन परिस्थितिमा पनि चीन, भारत, अमेरिका होइन सबैमा ब्यालेन्स गरेर लानुभयो नि त। सबैलाई प्रतिस्पर्धा गराएरै पूर्व पश्चिम राजमार्ग होइन निर्माण भयो। खण्ड खण्ड चाहिँ त्यहाँ काम दिनुभएको छ। त्यो भएको हुनाले अब जसले चाहिँ त्यो योगदान गर्यो नि मुलुक निर्माणमा, उहाँहरूलाई हामीले सम्मान नै गर्नुपर्छ। यो भन्नुभन्दा पनि आफ्नो एउटा आइडियोलोजीलाई फलो गर्ने भन्ने त हुन्छ होइन। त्यो आइडियोलोजी फलो गरेर अब म चाहिँ समाजलाई यो निष्कर्षमा पुर्याउँछु भन्ने उद्देश्य राखेर हामी हिँडे हो। तर त्यो बिचमा जसले चाहिँ योगदान गर्यो, जसले जुन समयमा योगदान, उहाँहरूको सम्मान गर्नु सिक्नु पनि पर्यो। किन उहाँ सँगसँगै उहाँ पनि त आउनुहुन्छ नि त। एकजनालाई मात्रै सम्झेर त भएन, सबै योगदान छ। अनि राजनीतिमा लागिसकेपछि जस्तो चाहिँ हजुर चाहिँ यतिकै विषयमा डिग्री गर्नुभएको, अनि व्यवसाय पनि गर्नुभएको छ, अनि वडा अध्यक्षबाट चाहिँ जनप्रतिनिधि हुनुभयो। किन वडा अध्यक्ष हुनुभयो त? अब तल्लो तहमा बसेर गर्ने पनि हो। अब हाम्रो पहुँच पनि भएन त्यस्तो होइन, सिधै माथि त्यस्तो खालको पहुँच पनि भएन। अब विशेष गरी अब यो काठको मान्छेको त्यति हुँदा पनि हुँदैन। काठमाडौँको काठको मान्छे हो, अब सरकारी संयन्त्रको असाध्यै नजिक छ भौतिक रूपमा, त्यो डिस्टेन्स कम छ। तर त्यहाँ चाहिँ तुरुन्तै चाहिँ अपर्च्युनिटीहरू देख्छ। अनि त्यो देखेपछि काठको युवाहरूले ड्रप आउटको सङ्ख्या बढ्यो नि। अनि राज्य अब अलि तल्लो लेभलमा चाहिँ सर्भिसको त्यो तल्लो लेभलमा चाहिँ इङ्गेज हुने तुरुन्तै त्यो किसिमको बढी देखिन्छ। त्यो भएको हुनाले अब हाम्रो त्यस्तो विधि नेटवर्कै हुँदैन क्या काठको मान्छेको त्यो किसिमको। अनि अब राजनीतिमा भने त म अब पार्टी सदस्यको 70 सालमा हो। त्यो भएको हुनाले मैले फेरि त्यो एक्सपेक्ट पनि गर्नु भएन नि त, त्यो अपेक्षा पनि राख्नु भएन। अब विचारबाट राजनीति जहाँबाट औपचारिक रूपमा पार्टीको राजनीति सुरु गर्यो त्यो नै जिरो, त्यो जिरोबाटै सुरु गर्नु पऱ्यो नि त। त्यसले गर्दाखेरि कि समाजसँग घुलमिल भएको हुनाले अब त्यहाँ काम गर्न सकिन्छ भन्ने लागेर होइन, सकिन्छ त। अब सबै त्यसै वातावरण बनाए खासै। अब त्यो बेला पैसा पनि खर्च भएन होइन, त्यसै चुनाव जित्थ्यो। तर अत्यन्तै इमान्दारीपूर्वक काम गर्यो, त्यो चाहिँ गर्वसाथ होइन अब सधैँ भन्न सकिन्छ। हजुरले भने अरूले भन्छन्, अब अरूले के भन्छन् मलाई थाहा भएन होइन, नभन्न पनि सक्छन्। तर चाहिँ अब निर्माणले योजनाले त भन्ला नि त, बोल्ला नि त। त्यहाँ गरेको कामले त बोल्ला नि त, व्यक्ति नबोले नि।
होइन अब त्यो नियमित प्रक्रिया हो होइन, तर त्यो नियमित प्रक्रिया पनि अब इमान्दारीपूर्वक गर्ने, इमान्दारीपूर्वक गर्दाखेरि अब त्यसको चाहिँ रिजल्ट चाहिँ केही न केही राम्रै आएको होला भन्ने लाग्छ। जस्तो चाहिँ हजुरले मदन भण्डारीको भाषण सुन्नुभयो, उहाँका चाहिँ योजनाहरू सुन्नुभयो होला होइन, यस्तो गराउँछु उस्तो गराउँछु, सबै चिज चाहिँ हजुर सुन्नुभयो नि त। यस्तो जीवनमा परिवर्तन ल्याउने कुराहरू, समाज परिवर्तन गर्ने कुराहरू सबै कुरा सुन्नुभयो। अनि तपाईँ जनप्रतिनिधि भएर तपाईँ चाहिँ त्यो ठाउँमा चाहिँ आफ्नो चाहिँ गाउँ ठाउँमा हेर्दाखेरि चाहिँ अब त्यसलाई चाहिँ व्यवहारमा चाहिँ उतार्न चाहिँ कोसिस गर्नुभयो कि उहाँले भनेको कुरा र समाज फरक छ? महत्त्वपूर्ण चाहिँ अब हाम्रो मतदाता चाहिँ महत्त्वपूर्ण कुरा हो। मतदाता महत्त्वपूर्ण कुरा हो भनेर अब कसैले अब चाहिँ त्यो खालको भावना राखेर होइन, नकारात्मक भावना राखेर पछिको आफ्नो चाहिँ स्वार्थ सिद्ध गर्नको लागि मतदान गरेको छ भने उसको पछि लाग्न आवश्यक भएन। तर पनि अब जनताको पक्षमा सकेसम्म यो उत्पीडित वर्गको पक्षमा र अब वर्गीय हुन नसके पनि वर्गीय पक्षधर्ता त्यो लिने र महिला बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा त्यो मुद्दा आउँदाखेरि उनीहरूको पक्षमा आफूलाई ढालेर अनि त्यो पक्षबाट मुद्दा सुन्ने कार्यक्रम लाँदाखेरि त्यही ढङ्गले लाने, तल्लो लेयरलाई माथि उठाउने ढङ्गका कार्यक्रमहरू लाने नै मुख्य कुरा हो। व्यापारीहरूसँग चाहिँ अलिक पृथक नै रहियो। व्यापारी भनेर अब जसले चाहिँ स्वार्थ राखेर आउँछ। सबभन्दा यो इन्फर्मल ल्यान्ड डेभलपरहरू चाहिँ अब अहिले सबैतिरको समस्या हुन्छ जस्तो लाग्छ मलाई। यो सहर निर्माणको सहरभित्र त चाहिँ समस्या नि सर? समस्या छ तर त्यहाँ चाहिँ अवसर पनि छन्, फेरि बहुत अवसरहरू छन्। जस्तो अघि हामी चाहिँ जो सहर चाहिँ निर्माण क्रममा सरकार पक्षबाट भएको जुन त्रुटि छन् नि, त्रुटिले गर्दा अव्यवस्थित बस्ती विकास भए होइन, बाटो छैन, अनि चाहिँ सिर्फ हामीले घर मात्रै निर्माण गरे हौँ कि, अनि घरलाई चाहिने चित्त निर्माण गरेकै छैनौँ नि, घरदेखि बाहिरको चित्त केही बनेकै छैन होइन। त्यो अवस्था त गाह्रो छैन सर? सबभन्दा महत्त्वपूर्ण भनेको खुल्ला ठाउँ होइन, खुल्ला ठाउँ भनेको त हाम्रो फोक्सो हो नि, त्यो त होइन, सास फेर्ने ठाउँ हो। अब भएको धेरै ठाउँमा यो त्यस्तो सिद्धियो। राजनीतिक प्रतिनिधि, कर्मचारी र भूमाफिया भनौँ न होइन, तीन थरी मिलेर चाहिँ धेरै सिद्धाए। काठमाडौँको धेरै सिद्धिएको छ। भएका ठाउँहरू साँग्रो भएर गएका छन्, खुल्ला ठाउँहरू। अब अहिले बस्ती विकास गर्दाखेरि जुन 5% जग्गा ओपन स्पेस राख्नुपर्छ भन्ने छ, त्यो कहीँ पालना भएको छैन। अब यहाँ काठमाडौँ उपत्यका नगर विकास कार्यालय छ, त्यसले कहीँ खै केही हेरे जस्तो मलाई लाग्दैन होइन। काठमाडौँ कत्रो छ र? ड्रोन उडायो भने सबै देखिहाल्छ होइन, कहाँ के भइरहेछ भनेर सबै देखिन्छ नि। एक दिनभरि बिहानदेखि ड्रोन उडाइदियो भने काठमाडौँको सबै पिक्चर आउँछ, कहाँ के भइरहेछ सबै देखिन्छ नि होइन। त्यो त हेर्न त ठुलो कुरो छैन। फेरि अर्को त फेरि हेर्ने भएर त्यो जो नेतृत्वमा गयो त्यसले आफ्नै आँखाले मात्रै हेर्ने होइन नि त, उसले त जनताको आँखाबाट हेर्नु पऱ्यो नि होइन। त्यो इच्छा शक्ति पनि भएन। त्यो समय आउँछ भन्ने लाग्छ क्या मलाई चाहिँ। म चाहिँ त्यति आशावादी छु। विशेष गरी युवाहरूको, अब युवाहरूलाई नि भ्रमित गरिरहेछ है, दिग्भ्रमित गरिरहेछ। अब चुनाव आएपछि अब उनीहरूलाई चाहिँ अब होइन मदिरापान गराउने, अब बस्ती बस्तीमा लगाएर चाहिँ अब रक्सी मासुको व्यवस्था गर्ने, खर्च दिने, मोबाइल किनिदिने होइन, अब खेलकुदको सामान किनिदिने, यो चाहिँ यो विभिन्न चाहिँ समुदायहरूलाई चाहिँ यो भोज खाने सामानहरू किनिदिने, खड्कुलो प्लेट गिलास चम्चा किनिदिने, त्यो आफ्नो चाहिँ जनताले कर तिरेर चाहिँ जुन कोष जम्मा भएको छ त्यही बजेट बनाउने, त्यसबाट हो नि त बजेट खर्च हुने। त्यसलाई चाहिँ आफ्नै खेत बेचेर ल्याएको जस्तो, घरको खेत बेचेर ल्याएको जस्तो गरेर खर्च गर्ने होइन। अब यी सबै कुराहरू परिवर्तन हुनुपर्छ, नियमन हुनुपर्छ। यो फेरि नियामक निकाय पनि हो सरकार भनेको, सर्भिस प्रोभाइडर मात्रै होइन, नियामक निकाय पनि हो।
त्यसकारण अलिकति निर्मम नियम लागू गर्नेमा अलिकति निर्मम हुन सक्यो भने समाज बन्छ, मुलुक बन्छ। धेरै राम्रो बनाउन सकिन्छ? होइन, सकिन्छ, धेरै राम्रो बनाउन सकिन्छ, धेरै सम्भावना छ। होइन, सम्भावना छ। त्यस्तो अब म नाम त लिन्न, होइन, सङ्केतहरू त देखिया छ नि त केही मान्छेहरूबाट, होइन। अब मैले चाहिँ अब नामै लिनु पऱ्यो भने म त त्यो हर्क साम्पाङको लिन्छु कि, होइन। उहाँको चाहिँ अब जनसहभागिता त्यो स्वराज हो उहाँको सिद्धान्त। उहाँलाई थाहा छ कि छैन, होइन, तर त्यो महात्मा गान्धीको स्वराज चाहिँ त्यो सिद्धान्त हो उहाँको। त्यसलाई चाहिँ सिङ्गापुरमा चाहिँ पिपुल्स पार्टिसिपेसनमै अर्थ्याएको छ। उहाँले त्यसलाई भयङ्कर चाहिँ अभ्यास गरिरहेको छ। अभ्यास अरूले नि गर्नुभएको छ, अब चर्चामा नआएको हुनसक्छ, होइन, तर उहाँले गरिरहेको छ। अब त्यो गरेको कुरालाई क्रेडिट दिनुपर्छ हामीले। अनि हजुरको ठाउँमा पनि त्यस्तो गर्न सकिन्छ? अनि सकिन्छ, त्यो सकिन्छ, नसकिने कुरा होइन। जनसहभागिताले कसरी निर्माण गर्ने सर काठमाडौँ जस्तो ठाउँमा, चन्द्रगिरी जस्तो ठाउँमा? सकिन्छ, तरिकाहरू छन्, त्यसको मोडेलहरू छ। मोडेल बनाएर अब गाउँै हो नि, हाम्रो गाउँै हो, होइन, गाउँै हो नि त्यो। अब एकले अर्कालाई चिन्छन्, त्यो बस्ती भरिएको मात्रै हो, बस्ती भरिएको मात्र, एकले अर्कालाई चिन्छन्। एउटा चाहिँ काठ क्षेत्रमा यो हुन त अब त्यसमा राम्रो पक्ष पनि छ। अब समाचार आदान प्रदान हुन्छ, अब छलफल हुन्छ, त्यो अभ्यासहरू हुन्छन्, त्यो चिया पसलहरू, तर धेरै समय नष्ट पनि भएको छ क्या हाम्रो उत्पादक समय, होइन, उत्पादनशील समय चाहिँ धेरै नष्ट पनि भएको छ। त्यसलाई पनि अलिकति रिभ्यू गर्नुपर्छ जस्तो लाग्छ मलाई। काठ क्षेत्रमा चिया पसलको कन्सेप्टलाई अलिकति चाहिँ रिभ्यू गर्नुपर्छ कि जस्तो लाग्छ। घन्टौँ छलफल हुन्छ त्यहाँ, होइन, पुरै संसार भइन्छ होइन। त्यहाँ त अब भारतको कुरा हुन्छ, अमेरिकाको कुरा हुन्छ, चिनको कुरा हुन्छ, रसियाको कुरा हुन्छ, सबै कुरा हुन्छ, निष्कर्ष निकाल्छन्। तर त्यो निष्कर्षको 2 पैसाको काम छैन। सबै कुरो हुन्छ, काम कुरो हुन्छ, त्यो निष्कर्षको 2 पैसाको काम छैन कि, होइन। त्यो भएको हुनाले त्यसलाई अलिकति रिभ्यू गर्नुपर्छ कि भन्ने लाग्छ क्या मलाई। महिलाहरू बढी पीडित छन् नि त, होइन, महिलाहरू बढी पीडित छन्, उहिलेदेखि नै हो र अहिले पनि त्यही नै छ। अब यसलाई अलिकति चेन्ज गर्ने बित्तिकै पनि हामी धेरै चाहिँ फड्को मार्छौँ हामी। हजुर चाहिँ वार्डवासी हुँदाखेरि हजुरको चाहिँ वार्डमा सबैभन्दा बढी आएको मुद्दाहरू के थियो? के सम्बन्धी मुद्दा आइरहेको थियो? म हुँदाखेरि त विकास निर्माणका मुद्दा आयो धेरै, विकास मात्रै, त्यस्ता समस्याको बाटोघाटो त्यस्तो समस्या त धेरै आएन। अब अलिअलि, होइन, महिला हिंसाका कुराहरू, अब 1-2 जना ज्येष्ठ नागरिकको चाहिँ बिजोग देखियो। कस्तो बिजोग? अलिक बिजोगै फुटपाथमै आउनु हो, होइन, घरबाट निकालिएको, होइन, त्यस्तो परिवारको लागि त्यसको लागि सङ्घर्ष नि गरियो। अब मुख्य चाहिँ अब त्यही लाग्छ कि अब नीति चाहिँ राज्यले उहाँहरूको फ्रेन्डली बनाउनुपर्छ, उहाँहरूको पक्षमा बनाउन सक्यो भने चाहिँ राम्रो हुन्छ। अंश खानी जुन चलन छ नि हाम्रो, अब संविधानले नै निजी सम्पत्ति माथि ग्यारेन्टी गरिदिएको छ, होइन, व्यक्तिको अधिकारको। अब हाम्रो सम्पत्ति भनेको उद्योग धन्दा भएन नि त, हाम्रो संस्कृतिले त्यो ल्याएन। हाम्रो सम्पत्ति भनेको जग्गा हो, घर जग्गा हाम्रो सम्पत्तिको रूपमा चाहिँ बुझिया छ सबैले। त्यसकारण सबैजना जग्गाको पैसा लागे, उत्पादनको पैसा लागेन। अनि अंश खाने कुरामा पनि अब अलिकति हेभी ट्याक्स लगाइदियो भने मान्छे आफै चाहिँ उन्नति गर्नुतिर लाग्छ नि त, मेहनत गर्नुतिर लाग्छ। यो कुरा पनि हेर्नुपर्छ। र मलाई चाहिँ के लाग्छ भने एउटा सार्वभौम युवा चाहिँ हरेक सार्वभौम युवालाई चाहिँ सक्षम बनाइदिनुपर्छ। त्यो सक्षम बनाइदिएपछि अनि उनीहरूले प्रतिस्पर्धा गर्छन् कि, होइन, त्यो सार्वभौम ढङ्गले, स्वतन्त्र ढङ्गले प्रतिस्पर्धा गर्ने चाहिँ वातावरण खडा गरिदिनुपर्छ। त्यति गर्न सक्यो भने सबैको मनोबल उठ्छ नि। सबभन्दा अब हाम्रो अब समाज चाहिँ अब भेदभाव, छुवाछुत, होइन, भय हो नि त। अब अलिकति हुने खानीले चाहिँ उत्पन्न गरिदिने भने त भय उत्पन्न गरिदिने हो। त्यो भयरहित बनाउनुपर्छ, होइन। भयरहित बनाउन सक्यो भने त्यो भयरहित समाजमा डर पैदा भएन भने त अनि इनोभेसन हुन्छ नि त, युवाहरूले इनोभेसन गर्नुहुन्छ। फेरि अलिकति हाम्रो विकासको मोडेल पनि सरकार राज्यको कार्यक्रमहरू पनि
ज्येष्ठ नागरिक मैत्री भयो क्या फेरि अघि मैले भने ज्येष्ठ नागरिक न्यायको मैले कुरा गरेको छु तर पछि अब फेरि अब त्यो सामाजिक सुरक्षाको कुराहरूमा अब ज्येष्ठ नागरिक मात्रै हेऱ्यो नि त होइन युवाको पक्षमा भएन युवाको पक्षमा भएन क्या हामी होइन युवालाई काम गराउने युवालाई पैसा दिने युवालाई रचना गराउने होइन युवालाई अगाडि ल्याउने कुरो भने अब त्यो डेमोक्रेटिक डिभिडेन्ड अहिले धेरैले भन्नुहुन्छ नि त डेमोक्रेटिक डिभिडेन्ड अब त्यो भुक्क परेको त्यो चाहिँ पपुलेसन पिरामिडमा जुन त्यो भुक्क परेको भाग छ नि त्यो त युवाको छ नि त अहिले हाम्रो होइन अझै पनि 18-20 वर्षसम्म त त्यसबाट हामीले फाइदा लिने समय छ होइन तर त्यो फाइदा लिने ढङ्गले त जानु पर्यो त नीति होइन नै वृद्धहरूलाई जस्तो सामाजिक सुरक्षा चाहिँ सरकारले दिनैपर्छ होइन त्यो दिने राम्रो छ अब सरकारले के गर्नुपर्छ भने युवालाई गर्नु पर्यो युवा मैत्री अब चाहिँ काम ल्याउनु पर्यो कि अहिले चाहिँ यो नीति तथा कार्यक्रममा हुन त अब म सम्झाउनु भएको पार्टीले ल्यायो भनेर होइन सम्झाउनु भएको सरकारले ल्यायो भनेर मैले भन्नु खोजेको होइन तर त्यसलाई सरसर्ती अहिले पढ्यो भने त्यो देखिन्छ त्यो चाहिँ युवा लक्षित कार्यक्रम सहित आएको छ यसलाई बहुत इमान्दारितापूर्वक हामीले कार्यान्वयनमा लाने हो भने चाहिँ हुन्छ अब हाम्रो मुलुकमा अलिकति दण्डको चाहिँ कमजोरी भयो दण्डहीनता भयो दण्ड चाहिँ हुनुपर्छ दण्ड हुनुपर्छ अब जसले जे गरे पनि त्यही क्षमा हुने कुरा हुँदैन किनभने त्यो उसको मात्रै कुरा होइन नि त त्यो त सबै अब यत्र युवाको बालबालिकाका भविष्यका कुरा छन् नि होइन त्यसरी त जान मिलेन नि त त्यो कुरामा त निर्मम हुनु पर्यो राज्य त्यो अङ्गहरू छन् नि कारवाही गर्ने अध्ययन गर्ने अनुसन्धान गरेर त्यसलाई कारवाहीमा लाने त्यो चाहिँ सक्रिय हुनुपर्छ निर्मम भएर चाहिँ प्रस्तुत हुनुपर्छ त्यो हुन सक्यो भने चाहिँ अगाडि मुलुक अगाडि जान्छ समाज अगाडि जान्छ त्यो आशावादी पनि बनाउँछ नि त युवालाई गलत गऱ्यो भने सजाय पाइन्छ राम्रो गऱ्यो भने पुरस्कार पाइन्छ भन्ने त बनाउनु पर्यो नि त होइन यही युवाले चाहिँ कतारमा गएर त्यत्र रङ्गशाला बनाउने होइन यही युवाले मलेसियामा गएर त्यत्रा उद्योग धन्दा कल कारखानामा काम गरेर त्यहाँ उत्पादन गर्ने यही युवाले जापानमा गएर काम गर्न सक्ने युरोपमा गएर काम गर्न सक्ने अमेरिकामा गएर काम गर्न सक्ने क्यानाडामा त्यहीँ उनीहरूसँग प्रतिस्पर्धा गरेर काम गर्न सक्ने अब अस्ट्रेलियामा गएर त्यसरी नै चाहिँ होइन प्रभुत्व देखाउन सक्ने यहाँ गर्न सक्ने भने त होइन नि त सक्छ होइन अझ अहिले त अब हेर्नु न अब खाडी यो जसले कमाएर पठाउँछन् नि युवाहरू होइन राज्यबाट चाहिँ केही नपाएका सुविधा नपाएका तर राज्य पालिरहेका युवाहरू अब कतार मलेसिया होइन खाडी मुलुकहरूमा हुनुहुन्छ उहाँहरू त्यो उनीहरूलाई पनि सम्मान गर्नु पर्यो क्या हामीले सम्मान गर्ने संस्कृति विकास गर्नु पर्यो होइन उनीहरूले कमाएको पैसा पनि यहाँ व्यवस्थित हुन सकेन कि त्यति खर्च हुने भयो हो यो चाहिँ यसलाई नै मैले के भन्छु भने नीति निर्माण गर्ने तहमा भएको कमजोरी हो कि होइन त्यहाँबाट आएकोलाई त हामीले त मल्टिप्लाई गर्दै लाने हो नि त होइन गुणात्मक रूपले चाहिँ वृद्धि गर्दै लानु पर्यो होइन त्यहाँबाट आएको चाहिँ सबै अब हुन त अब हाम्रो सूचकाङ्कमा के आउँछ आर्थिक सूचकाङ्कमा भने उपभोग गर्ने क्षमता हाम्रो बढ्या छ भन्छ तर हाम्रो यहाँ काम गरेर उत्पादन गरेर बढ्या होइन नि त्यो कमाएर बढ्या होइन त्यो उहाँ चाहिँ काम गरेर उहाँको पठाएको पैसा सही ढङ्गले उपयोग हुन नसकेर होइन उपभोग गर्ने क्षमता बढ्यो त यो चाहिँ हेर्नुपर्ने हुन्छ सर हामी चाहिँ अब संवादको अन्त्यमा आएका छौँ अब हजुरलाई चाहिँ मैले नसोधेको हजुरलाई केही भन्न मन लागेको कुराहरू छ भने राख्न सक्नुहुन्छ अब हाम्रो मुलुक चाहिँ अब खुल्ला भएको 7 सालबाट हाम्रो मुलुक खुल्ला भयो त्योभन्दा अगाडि चन्द्र शमशेरको टाइममा स्थापना भएको त्रिचन्द्र कलेजमा पढाइ हुने विषयहरू हेऱ्यो भने अहिले हाँस उठ्छ होइन त्यो तर्कशास्त्र होइन धर्म है यस्तै कुराहरू छन् क्या त्यहाँ अब त्यो पढेर त अगाडि बढ्न सकिने भएन होइन कलेज खोलेर पढाउँदाखेरि पनि समाजलाई चाहिँ प्रतिगमनतिरै फर्काउने खालको पछाडि नै फर्काउने खालको अथवा यथास्थितिमा रमाउने खालको पढाइ भएछ त्यतिखेर पनि पछि चाहिँ नयाँ शिक्षा भनेर पनि त्यसले पनि खासै चाहिँ गरेन अहिले शिक्षाको ऐन जारी गर्नु पर्यो भनेर शिक्षकहरूले आन्दोलन गर्नुभयो होइन अब अलि अगाडि नै जारी हुनु पर्थ्यो तर पनि फेरि त्यो ऐनको कुरा भन्दा नि अरू उहाँहरूको नि अलि अरू कुरामा डिरेल भएको अरू कुरामा फोकस भएको जस्तो लाग्यो
त्यसो हुनाले मलाई चाहिँ के लाग्छ भने वास्तवमा अब मुलुक स्वतन्त्र भएन होइन, अर्ध औपनिवेशिकै भयो। अब सिधै उपनिवेश नभए पनि अर्ध औपनिवेशिकै भयो। राणाहरूले अब पुरै यो बेलायतीको चाहिँ उनीहरू चाकर जस्ता भए होइन। समाज चाहिँ कसरी बढ्यो भने डोरबहादुर बिष्टको त्यो फेडरलिजम एन्ड डेभलपमेन्ट, भाग्यबहादुर विकास भन्ने किताबमा त्यो चाकडी चाप्लुसी आफ्नो मान्छे भन्ने च्याप्टर छ होइन। त्यो चाकडी चाप्लुसी आफ्नो मान्छे भन्ने उहाँले देखेको र त्यतिखेर चाहिँ उहाँ त अब के अरे मानवशास्त्री होइन, उहाँले त्यतिखेर देखेको कुरा अहिले पनि आधारभूत रूपमा मैले फरक लाग्दैन कि उस्तै छ। वैज्ञानिक चिन्तन छैन समाजमा। अध्यात्म पढाएको पढाइ छ, विज्ञान पढाएकै छैन, कक्षै हुँदैन होइन। महावीर पुन जतिको मान्छे त्यहाँ चाहिँ अब होइन, उहाँले त एउटा अभियान त सुरु गर्नुभयो नि त, एउटा निष्कर्षमा पुर्याउनु होइन, पुर्याउनुहुन्छ, अझै पुर्याउनुहुन्छ उहाँले, बाँकी छ होइन। सरकारले चाहिँ पार्टनर बनाउनुपर्छ क्या त्यस्तो मान्छेहरूलाई। र अनि मलाई चाहिँ कस्तो लाग्छ भने अहिले पनि युरोप चाहिँ मध्ययुगमा होइन 14औं शताब्दीतिर पुनर्जागरण युगभन्दा अगाडि युरोप जुन अवस्थामा थियो नि, त्यो समाज चाहिँ हाम्रो अहिलेको समाज पनि त्यही अवस्थामा हो कि भन्ने लाग्छ। यसबाट चाहिँ हामी यो बन्धन चुडाएर चाहिँ अगाडि बढ्न आवश्यक छ। यसको लागि चाहिँ शिक्षामै फोकस गर्नुपर्छ। शिक्षा, वैज्ञानिक शिक्षा, व्यावहारिक शिक्षा, वैज्ञानिक शिक्षा, व्यावहारिक शिक्षा, व्यवसाय पेसा गर्ने शिक्षा, व्यावसायिक शिक्षा, अर्थ उपार्जन गर्ने शिक्षा होइन, र युवाको मनोबल उठाउने शिक्षा होइन, उनीहरूलाई आशावादी बनाउने शिक्षा। त्यस्तो खालको शिक्षा चाहिँ हामीले चाहिँ विकसित गर्न सकियो भने त्यो गर्न फेरि नसकिने कुरा होइन, त्यो गर्न सकिन्छ। अनि शिक्षा फेरि दुई किसिमको होइन। अब नागरिकको कस्तो पनि बच्चादेखि बुढो उन्जेलसम्म दुईटा वर्गको कहिले भेट नहुने होइन, त्यसले त बनाउँदैन होइन, त्यसले बनाउँदैन। त्यसकारण यो शिक्षाको उसमा नि व्यापक सोच्नुपर्ने आवश्यकता छ। स्वास्थ्यमा त्यस्तै छ। मान्छे किन चाहिँ उपचार गर्दा गर्दै हाम फालेर मर्छ त? उपचार गरेर ठिक हुँदै आएको हुन्छ, 5 तलाबाट हाम फालेर मर्यो भन्छ। सहरी गरिबी विकराल छ। प्रसुति गृहमा उपचार गरिरहेको चाहिँ महिला बाथरुमको चाहिँ झ्याल फोडेर भाग्नुपर्ने अवस्था छ होइन। त्यसकारण यी सबै कुरामा चाहिँ आमूल परिवर्तन गर्ने ढङ्गले राज्य चाहिँ लाग्नुपर्छ। मैले चाहिँ त्यही भएर भन्छु निर्मम भएर लाग्नुपर्छ। त्यसरी लाग्दाखेरि हाम्रो म डिक्टेटर त भन्दिनँ होइन, अब सकारात्मक डिक्टेटर भन्छन् होइन, तर त्यो पनि भन्दिनँ, किनभने नेतृत्वमा जाने मान्छेले त्यो किसिमको चरित्र चाहिँ प्रदर्शन गर्नुपर्छ, समाजलाई अगाडि लाने ढङ्गको प्रदर्शन गर्नुपर्छ। जसले चाहिँ यथास्थितिमै राख्ने प्रयत्न गर्छ ती चाहिँ अपराधी हुन्। तिनी अपराधी हुन्। हस् सर, मेरो निम्तलाई स्वीकार गरेर आउनुभयो, यति मिठो राम्रो कुरा गरियो, हजुरलाई धेरै धेरै धन्यवाद। हस्, नमस्ते। हस्, मलाई नि यो आफ्नो कुराहरू यसो गफ गर्ने समय अवसर ठाउँ दिनुभयो, सरलाई धेरै धेरै धन्यवाद छ। हस् सर, विशेष गरी हिम्मतका कुरा, यो शीर्षक पनि धेरै राम्रो छ। अहिले हिम्मत पैदा गर्नुपर्ने आवश्यकता छ युवाहरूमा। हस् सर, आदरणीय दर्शकहरू, मलाई पनि बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।